24 घंटा हो गया, खाना नहीं खाया है अभी। कति घन्टा भयो खाना नखाएको? 24 घन्टा भयो। 24 घन्टा हुन लाग्यो। कस्तो हुनु लाग्यो? 8 बजे खाएको, 8 बजे खाएको, अहिले 9:30 भयो होइन। 25 घन्टा नि भइसक्यो नि। 25 घन्टा भइसक्यो खाना नखाएको। पोटमा फस्यो। अहिले यसरी जुबेल पोर्टमा चाहिँ हामी बिहान आएको लोड गर्नलाई, बिहानदेखि। अनि यो सामान चाहिँ यो पुरा हद्दितहरू छ, यो फलामहरू छ। रियाद लिएर जानुपर्ने स्टेडियमको सामान हो यो। स्टेडियमको लागि चाहिँ स्टेडियम बनाउँदैछ रियादमा 2034 को वर्ल्ड कपको लागि। अनि त्यही हदित चाहिँ यहाँ फलाम चाहिँ लोड भएको छ होइन। अनि यो सामान चाहिँ अलिक बाहिर निस्किएको भएर यस्तो बाहिर निस्किएको छ सबै उतापट्टि साइडमा। जस्तै मेरो यो गाडी हो, यो मेरो गाडी हो। यहाँ चाहिँ यसरी बाहिर निस्किएको छ सामान। जस्तै यहाँ बाहिर निस्केको यो नि थोरै बाहिर निस्केको छ गाडीभन्दा, यसरी हेर्न सक्नुहुन्छ। अनि मेरो पनि त्यहाँ देख्नुहुन्छ बाहिर छ यो सामान है, गाडीभन्दा बाहिर छ। त्यसैले यो चाहिँ बाटोमा फाइन हान्न सक्छ पुलिसले देख्यो भने, समाते भने। त्यही भएर अनि यसको पेपर बनाउनको लागि भनेर कम्पनीले रोकेको छ हामीलाई। बिहानदेखि यसरी बाहिर निस्केको छ, त्यति बाहिर निस्केको छ। अनि यहाँ झन् यस्तो गाडीभन्दा नि बाहिर छ, यसरी बाहिर निस्केको छ। यति यस्तो छ यो सबै सामान, यस्तो छ। यो अल्टर भएर अल्टर खालको सामान छ क्या यो पुरै। यो सत्तामा पनि ठ्याक्क मिल्दैन। यसको पेपर बनेपछि, पर्मिट भएपछि बल्ल यहाँबाट हामी बाहिर जान्छौँ, बाहिर निस्किन्छौँ, रियाद जान्छौँ त्यसपछि। अनि अहिले चाहिँ खाना चाहिँ कम्पनीले खाना पठाइदिएको छ। बाहिर कम्पनीको गाडी आएको छ, अर्को गाडीहरूमा यो भित्र आउने गाडीमा। अनि खाना राखिदिएर पठाएको छ, त्यो गाडी आउँदैछ। हामी चाहिँ खानाको प्रतीक्षा छौँ यहाँ। 11 जना, 11वटा गाडी, 5वटा गाडी चाहिँ निस्केर गइसक्यो। अनि हामी अहिले 11वटा गाडीको ड्राइभरहरू चाहिँ यसरी यहाँ बसिराखेको छौँ। ल यस्तै छ, बिजोग छ आजको दिन चाहिँ। अर्को भिडियोमा भेटौँला।